वेलकम टु माई च्यानल केशव बिसी भ्लग। सबैलाई वेलकम गर्दै यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। एकदमै धेरै दुःख लागेको छ साथीहरू। यहाँ लासको डङ्गुर माथिबाट कसैले सुन झिक्दै गरेका छन्। देख्दा पनि लाजमर्दो कुराहरू। फुल बगिरहेको छ, घरहरू पुरिरहेका छन्, बजार रित्तिरहेको छ, सुनसान र एकान्त बनिरहेको छ। केवल पानीको बहाव सँगसँगै सबै कुरा लगिरहेको छ, बगिरहेको छ। यहाँ कसैलाई सिलिन्डर कलेक्सन गर्नलाई भ्याइ नभएछ त कसैलाई मरेको लासको कानबाट सुन निकाल्नलाई भ्याइ नभएछ। सिलिन्डर निकाल्नेहरूले त सायद तिनै पीडितहरूलाई खाना पकाएर खानको लागि दिए झनै राम्रो हुन्छ जस्तो लाग्छ। व्यक्तिगत प्रयोग नगर्नुहोला। मेरो भिडियो तपाईँसम्म पुगेछ भने यति सल्लाह सुझाव पनि भयो। तर सुनहरू लासबाट सुन निकाल्नेहरूलाई चाहिँ नेपाल सरकारले कारबाही गर्नुपर्छ जस्तो लाग्छ। तपाईँ यो विषयमा के भन्नुहुन्छ साथीहरू? र यो आपदको घडीमा, आपद विपद परेको समयमा यो रसुवाबाट आएको चाहिँ बाढीले एकैछिनमा तहस नहस गरेर चाहिँ नेपालको लागि एकदमै स्तब्ध बनाइदिएको छ। केही बोल्ने शब्दहरू पनि छैन। खै कसरी भन्ने, जीवन के हो भनेर तेरो मेरो भन्दै धन पैसाको घमण्ड गर्न पनि कसरी सकिँदो रहेछ र? हिजोसम्म मेरो घर जग्गा बारी धन पैसा भनेर भुलेका मान्छेहरू एकैछिनमा सायद खाना पनि खान नपाई फेरि अझै पनि बाढी आउन सक्ने सम्भावना धेरै देखिएको छ भन्ने समाचारहरू सुनिँदैछ। जतिजना खोलाको किनारमा हुनुहुन्छ सबैजना सुरक्षित ठाउँमा गएर बस्नुहोला।